को यो स्टेटमेन्टलाई रिप्लाई दिँदै रतन कार्की एन्ड पाण्डे सुबिनले आफ्नो तर्कहरू दिनुभएको छ, जुनलाई मैले देखाइहाल्नेछु। सुजन चापागाईको रिप्लाई आइसकेको छ। फाइनली उहाँ लेख्नुहुन्छ, उहाँको लेखाइलाई म अलिकति उहाँ लेखक पनि हो, त्यसले गर्दा मिठो लाग्यो मलाई चाहिँ। उहाँ भन्नुहुन्छ प्राइभेट म्यासेजहरू सत्य हो, मैले आफ्नो सर्कलको मान्छेसँग केही कुराकानी गरेको हो, तर मैले मात्रै ह्यान्डल गर्न नसक्नको कारणले गर्दा सामाजिक सञ्जाल ह्यान्डल गर्ने एउटा म्यानेजर अथवा कुनै साइट हेर्ने वर्करले अथवा स्टाफले यो गरेको हुनसक्छ भन्ने उहाँको आशंका। र उहाँले अहिले अस्ट्रेलियामा आफ्नो टुर सम्पन्न गरेपछि नेपाल आए लगातारै यो कानुनी उपचारमा जान्छु म, होइन, हजुरको विश्वासले घुम्न दिनुहुन्न, यो यस्तो राम्रो मिठो लेख्नु भएको छ। उहाँ गलत हुनुहुन्छ, उहाँ जानु, तर जुन तरिकाले ट्रोल भयो नि त 81 1-2 दिनमा यत्रो हाइप लियो नि त सामाजिक सञ्जालमा। यो सत्य हो, यसलाई कसरी ह्यान्डल गर्ने, के गर्ने, कानुनी उपचारमा गइन्छ। त्यो धैर्यता रहनुहोस्, तपाईँहरूको म माथि भएको विश्वास म तोड्ने छैन। क्या मिठो लेख्नु भएको छ, राइटर पनि हो। उता म्यासेजमा के कस्तो लेख्नुभयो लेख्नु भएन त्यो पछि हिसाब होला। अब मेरै बहिनी भयो भने त चित्त दुख्थ्यो नि त एउटा हिसाबले, होइन, फ्यामिलिस्ट हिसाबले सोच्ने हो नि त। एउटा राष्ट्रको सबभन्दा अहिले टप लेभलको एउटा सिङ्गर भएको नाताले जो जस्तो भयो भने आफ्नो दिदीबहिनी राखेर उहाँले अहिले भनिरहनु भएको छ हि इज गोइङ टु टेक द लिगल एक्सन विच इज भेरी नाइस। कोही मान्छेलाई एलिगेसन लाग्छ भने गएर लिगल एक्सन लिनु भनेको त्यो सबैभन्दा राम्रो कुरा हो। किन भन्दाखेरि कोही मान्छेको पनि चरित्र हत्या गर्ने अधिकार कसैको पनि छैन र कसैलाई पनि त्यो अधिकार हुनु पनि हुँदैन। यस्तै हो भने हरेकको चरित्र हत्या हुनको लागि धेरै समय पनि लाग्दैन। मान्छेले आवाज उठाइरहँदाखेरि, कुरा उठाइरहँदाखेरि मान्छेको नाम, मान्छेको तस्बिर राखेर बोल्नु भन्दाखेरि पनि भइरहेको घटनामा समसामयिक विषयवस्तुमा बोल्ने गरियो भने चाहिँ धेरै राम्रो हुन्छ। त्यही भएर म भिडियो बनाउँछु जहिले पनि मेरा पनि कुराहरू राख्छु म, तर कहिले पनि मान्छेको नाम अङ्कित गरेर मैले खासै भनिरहेको हुँदैन। किन भन्दाखेरि मान्छेले गरेका व्यवहार धेरैसँग मिल्न सक्छ, तर त्यो मान्छेको नाम र अनुहारले चाहिँ चरित्र नै हत्या गर्ने गर्दछ। उहाँले भन्नुभएको कुरा के छ, क्लियर छ। म अहिले अस्ट्रेलियाको टुरमा छु, नेपाल फिर्ता भइसकेपछि म लिगल एक्सन लिन्छु, विच इज भेरी पोजिटिभ पार्ट। किनभने यदि कसैले आरोप लगाएको रहेछ भने उनीहरू पनि कानुनको फन्दामा पर्छ, र यदि तपाईँले गल्ती गर्नुभएको रहेछ भने पनि तपाईँ पनि कानुनको फन्दामा पर्नुहुन्छ। त्यो सिम्पल एन्ड क्लियर कुरा भयो। अर्को भनेको विगतमा भएका कुराहरू धेरै नजिक भएर बसिएका सम्बन्धहरूसँग गरेका कुराहरू पनि हुन सक्छन्। त्यो कारणले गर्दाखेरि जो कोहीमा पनि पुग्न गएको हानिप्रति चाहिँ म क्षमार्थी छु भन्नुभएको छ। त्यो अब उहाँहरूकै कुरा भयो, जो पीडामा पर्नु भएको होला अथवा उहाँले गर्नुभएका पीडाका कुराहरू त्यो उहाँहरूमै छोडिदेऊ। र अर्को कुरा पनि के गर्नुभएको छ भन्दाखेरि सोसल मिडिया ह्यान्डल गर्न म एक्लैले सक्दैन, मैले मात्र गरेको हुँदैन, र त्यहाँ